हेलो गाइज वेलकम टु माई एनदर भ्लग र होप सबैजना सन्चै हुनुहुन्छ होला र म नि सन्चै छु र अहिले चाहिँ म भर्खर उठेको र आज नि म काममा जानु छ र अहिले चाहिँ म खाना बनाउन जान्छु खाना खान्छु र काममा जान्छु सो लेट्स सी है त यु क्यान सी गाइज अहिले चाहिँ हाम्रो रुममा कोही पनि छैन मेरो केटाहरू चाहिँ सबैजना काममा गइसकेका छन् र म नि जान्छु पहिला त खाना बनाउँछु खाना खान्छु अनि रेडी भएर काममा जान्छु र अहिले हेर्न सक्नुहुन्छ लन्डनको मौसम क्लाउडी छ पुरै झप्सी लागिरहेछ देख्न सक्नुहुन्छ त्यहाँ BMW कार यो दामी छ यो चाहिँ हाम्रो किचन हो गाइज यहाँ चाहिँ कसले अन्डा बोइल गरिरहेको रहेछ र अब म नि खाना बनाउँछु Let me see. र गाइज मैले चाहिँ खाना खाइसकेको छु अब चाहिँ म काममा जान्छु काममा जानुभन्दा अगाडि पहिला लुगा खोजौँ र गाइज हाम्रो रुमको हालत हेर्नु न यहाँ कसले चाहिँ भन्छ कि हामी लन्डनमा छौँ क्या कसले चाहिँ भन्छ बाहिर लन्डन छ भित्र नेपाल छ क्या दिस इज द प्योर बोइज रुम भनेको यही हो प्योर बोइज रुम गाइज म चाहिँ कामको लागि निस्किसकेको छु अब म त्यहाँ अपटाउनको स्टेसनमा जान्छु अनि त्यहाँ चाहिँ म ट्रेन पक्रिन्छु लन्डन एकदमै ठुलो छ कि गाइज हेर्नु न एक्चुली कति ठुलो छ यहाँबाट देखिँदैन होइन घर पनि सबै एकै नासकै देखिन्छ किन छुट्याउनै सकिँदैन होइन अनि के छ भन्दाखेरि लन्डन चाहिँ एकदमै ठुलो सिटी होइन गाइज एकदमै ठुलो अनि त्यसपछि के छ भन्दाखेरि हामीले चाहिँ गुगल म्याप र सिटी म्यापहरू चाहिँ युज गरिराख्नुपर्छ क्या किनकि हामी त्यो युज गरेन भने यो यहाँको म्याप जुन हुन्छ नि त्यो म्याप चाहिँ एकदमै गाह्रो हुन्छ क्या त्यो ट्र्याक गर्दैन किनकि बुझिँदैन त्यो म्यापहरू के हो कसो हो होइन नेपाली म्याप भन्दा पनि डेन्जर हुन्छ कि त्यो नेपाली म्यापको त्यो जग्गाहरूको हुन्छ नि त्यो म्यापहरू बुझिन्छ होला तर यो म्याप एकदमै गाह्रो हुन्छ क्या सुरुमा बुझ्न गाह्रो हुन्छ पछि त बुझिन्छ किनकि अनि त्यसपछि के छ भन्दाखेरि म्याप चाहिँ युज गर्नुपर्छ गाइज गुगल म्याप सिटी म्यापहरू सरी त्योहरू चाहिँ युज गरिराख्नुपर्छ अनि लन्डन चाहिँ जोन 1देखिको जोन 9 सम्म डिभाइडेड भएको छ र जोन 1 चाहिँ सेन्ट्रल लन्डनमा पर्छ अभियसली अनि जति हजुर टाढा जानुभयो त्यति नै जोनहरू चाहिँ इन्क्रिज हुँदै जान्छ र ट्राभल कस्ट पनि जोन जति हजुर 1देखिको टाढा हुनुभयो त्यति नै ट्राभल कस्ट पनि लाग्छ अनि गाइज लन्डनको मेट्रोलाई चाहिँ ट्युब भन्ने छैन जुन चाहिँ फास्टेस्ट वे हो टु ट्राभल होइन अनि ट्रेनहरू चाहिँ डिभाइडेड हुन्छ इन्टु मेनी सेपरेट लाइन्स होइन अनि त्यो लाइन्सहरूलाई चाहिँ त्यो थाहा होस् मान्छेहरूलाई भनेर चाहिँ इच लाइनलाई चाहिँ आफ्नो डिफ्रेन्ट कलरहरू लगाइदिएको हुन्छ जुन चाहिँ हामी भेरिफाई गर्नु एकदमै सजिलो हुन्छ आइडेन्टिफाई गर्नुहरू एकदमै सजिलो हुन्छ अनि त्यही हो र प्लिज सबैलाई भन्छु ट्रेनमा ट्राभल गर्दाखेरि उस्टर कार्डहरू बोकेर हिँड्नु होला ब्याङ्क कार्डहरू पनि चल्छ र हजुरहरू मोबाइलबाट पेमेन्ट पनि गर्न सक्नुहुन्छ बट डोन्ट युज क्यास होइन डोन्ट युज क्यास चाहिँ त्यो टिकट सेन्टरमा चल्छ होला सायद तर त्यसमा त्यो जुन ट्याप हान्ने सिस्टममा हुन्छ त्यहाँ चाहिँ चल्दैन क्यासहरू चाहिँ र बसेसहरू पनि त्यही हो बसेसहरूमा पनि क्यासहरू चल्दैन जस्ट ओस्टर कार्ड या ब्याङ्क कार्ड या मोबाइल पेमेन्ट सिस्टम अनि बसेसहरू पनि एकदमै धेरै छ कमन हो गाइज यहाँ चाहिँ बसेसहरू पनि अनि के छ भन्दाखेरि जुन चाहिँ डे एन्ड नाइट बोथमा चल्छ क्या अनि नाइट बसलाई चाहिँ सायद एन भनेर छुट्याउँछ नम्बरको यहाँ चाहिँ गाइज नामहरू लेखेको हुन्न नम्बरहरू लेखेको हुन्छ नम्बरबाट चाहिँ हामीले थाहा हुन आइडेन्टिफाई गर्न सक्नुपर्छ कि कुन बस हो यो कहाँ जान्छ भनेर र के हुन्छ भन्दाखेरि जस्ट
नाइट बसलाई चाहिँ एन भएर एन बनाएर चाहिँ छुट्याउँछ। जस्तै यहाँ छ बसेसहरू यस्तो गाइज। यो जुन बसेस छ नि त्यो बसेसमा चाहिँ अब जस्तै 104 छ भने चाहिँ नाइट बसलाई चाहिँ एन 104 बनाएर चाहिँ छुट्याउँछ क्या। त्यही हो, त्यति भास्ट छैन। र ओस्टर कारहरू चाहिँ एकदमै नेसेसरी छ गाइज। अब हजुर यहाँ लन्डनमा टेक्नु हुँदा बित्तिकै ओस्टर कारहरू चाहिँ सायद बनाउनु धेरैले भन्छ। ओस्टर कार बनाएको पनि धेरै फाइदा छ। र सिटी म्यापर पनि बनाउनु गाइज। सिटी म्यापर्समा एकदमै धेरै फाइदा हुन्छ किनकि गुगल म्याप प्रायः त्यति सजिलै हुन्छ। तर गुगल म्याप भन्दा सिटी म्यापर्स सायद धेरै इजी लाग्छ मलाई। आई प्रिफर टु युज सिटी म्याप होइन, किनकि यो मेरो आफ्नो ओपिनियन छ। किनकि त्यसमा हजुर कहाँ जानुहुन्छ र कति टाइम लाग्छ, कुन बस ट्रेनहरू चेन्ज गर्नुपर्छ, प्राइस कति लाग्छ, सबै डिटेलहरू हजुरलाई हेर्नु पाउनुहुन्छ क्या। गाइस you should follow the traffic rules, okay? किनकि यहाँ त सानो गाडीले पनि ठुलो क्षति हुनसक्छ। Let's move guys. Yay man! के छ? के छ? ठिक छ? सब्सक्राइब गर्नु पर्यो है। आयो काममा? काममा जानु पर्यो। ह्यान्डसम देखेछौ? के छ त अरू? ठिक छ यार। सही ब्लग छ छैन। लाइक सबलानु पर्यो। सबजना लाइक कमेन्ट सेयर सब्सक्राइब। ओ सौरभ, तिमी हरा छौ कि छैन लन्डनमा? सरी बस स्ट्यान्डमा हल्का कलेज जानु बेला यस्तै इजी स्टपमा त्यो वेस्ट बोर्ड हुँदाखेरि यतिमै नै कन्फ्युज भएर त्यो म्यापहरू हेर्नु नआउने। त्यसै त्यो जुन दिन सुरु दिन साथी लैजाएको थियो त्यही गएको थिएँ। पछि आफै जाँदाखेरि चाहिँ अर्को साइड चाहिँ वेस्ट बोर्ड चढेर फेरि उतैपट्टि फर्किँदाखेरि हराउँछ कि जो पनि। सो गाइज म हजुरलाई के देखाउँछु। यो चाहिँ हाम्रो म्याकडी है। यहाँ चाहिँ म्याकडोनल्ड्स होइन, म्याकडी भन्छौँ हामी। सो गाइज हामी चाहिँ कामबाट निस्किसकेको छौँ। अघि चाहिँ मैले भ्लग बनाउनु पाइनँ किनकि मेरो मोबाइलमा चार्ज थिएन र मैले काम गर्दाखेरि मोबाइलमा चार्ज गरेँ। र अहिले चाहिँ हामी नाइटमा निस्किरहेको छौँ। मेरो केटाहरू चाहिँ अगाडि छन् र म चाहिँ पछाडि छु। The next station is Clapton. Mind the gap between the train and the platform. र गाइज चाहिँ मेरो साथी हो ऋषि। र ऋषिलाई म एउटा क्वेसन सोध्न चाहन्छु। तिमी ट्रेनमा हराएको छौ कि छैन? ट्रेनमा त हराएँ। ट्रेनमा हराएको छैनौ? लापत्ता नि भएको कतै मतलब भुलेको कन्फ्युज भएको? जिन्दगी नि कन्फ्युज छ त के भन्नु? जिन्दगी नि कन्फ्युज छ त के The next station is honest answer give Southport. now. Change for the Piccadilly line and District line services to other destinations. Mind the gap between the train and the platform. सिटी म्यापर हेर्ने पाइन्थ्यो। स्टेसनभित्र नि हेरेको छु। अनि त्यही प्लेटफर्म नम्बर 2 बाट छिरेर 3 निस्किन्छ, 3 बाट निस्केर 4 निस्किन्छ, 4 बाट 5 मा त्यही यसो घुम्दै मेरो आधी घन्टा 1 घन्टा सक्यो। त्यही अब हराएको चाहिँ कोही छैन। हराएको चाहिँ छैन मतलब एकचोटि म घरबाट निस्कियो नि सिधै घर आउँछ। भनेपछि ट्रेन पक्रेपछि तिमी ठाउँमा पुग्छौ। तर त्यो बेला चाहिँ के भयो भन्दाखेरि सिटी म्यापहरू हेर्दाखेरि तिमी एकै ठाउँमा घुमै भयो। र गाइज हामी चाहिँ रुममा आइसकेको छौँ र अब चाहिँ हामी किशोरसँग उसको ट्रेनको एक्सपिरियन्स लिन्छौँ। किशोर यहाँ आऊ न। भन्नु नि त। तिम्रो ट्रेनको एक्सपिरियन्स के छ? तिमी हराछौ कि छैनौ? र के छ तिम्रो डिफिकल्टी के छ यसमा? कन्फ्युजन कतिको हुन्छ? ट्रेनमा धेरै छ होइन, 2 चोटि जति चाहिँ म डह्रो मजाले हराएको छु। एकचोटि 2 चोटि नै काममा जाँदा फेरि एकचोटि के हो भन्दाखेरि एलिजाबेथ लाइनमा सिधा फर्स्ट गेटबाट वाइट च्यापल झर्नु पर्थ्यो नि त हामी।
अनि चढेँ फरेस्ट गेटबाट चढेपछि स्ट्राटफोर्ड पुगेपछि चाहिँ अब यो ट्रेन डाइरेक्ट लिभरपुल स्ट्रिट जाँदो रहेछ भनेर रहेछ होइन अलि ट्रेनमा। अनि मैले चाहिँ सिटी म्यापर खोलेर हेरेँ, पहिला के अरे व्हाइट च्यापल आउँदो रहेछ अनि लिभरपुल स्ट्रिट आउँदो रहेछ। मलाई लाग्यो लिभरपुल स्ट्रिट जान्छ भनेपछि त यहाँ व्हाइट च्यापल रोकिहाल्छ, तर त्यहाँ डाइरेक्ट रुट रहेछ कि स्ट्राटफोर्डदेखि लिभरपुल स्ट्रिटको। अनि म चाहिँ केही हुँदैन भनेर के अरे व्हाइट च्यापल रोकिहाल्छ भनेर चढिहालेँ। अनि डाइरेक्ट लिभरपुल स्ट्रिट लगेर रोकिदियो। व्हाइट च्यापल रोक्दैन, कति बेला रोक्छ भनेर कुरिरहेछु आउँदैन व्हाइट च्यापल सिधै लिभरपुल स्ट्रिट रोकिदियो। अनि त्यसपछि लिभरपुल स्ट्रिट गएँ, ट्रेनबाट झरेँ। सरी गाइस। अनि भर्खर खाना खाएको यतिको भइहाल्छ। अनि त्यसपछि लिभरपुल स्ट्रिट झरेँ। अनि झरेर एकजनालाई सोधेँ हामी जानुपर्ने ठाउँको यहाँ कसरी जाने भन्दै सोधेको। त्यसपछि त्यसले यहाँ ट्याप आउट गरेर जा, अर्को ट्रेन चढेर जा भन्यो। अनि त्यसपछि ट्याप आउट गरेँ, बाहिर निक्लेर हेर्छु त कहाँ हो यस्तो माथि हेरेको आकाश छ अनि मान्छे हेर्छु तिरिमिरी झ्याइ परेँ म। अनि त्यसपछि सिटी म्यापर खोलेँ। अब ट्रेनमा म जानु भ्याउँदैन, खोजेर कति बेला हो थाहा नै छैन नि त, नयाँ स्टेसन कता हो भन्दा बरु अब बाहिर निक्लेर म बसमै जान्छु सोचेँ। अनि त्यसपछि बाहिर निक्लिनलाई सिटी म्यापर हेरेको, सिटी म्यापरले त मलाई 3 चोटि त्यही एकै ठाउँमा घुमाइ भयो। अनि त्यसपछि फेरि गुगल म्याप खोलेर गुगल म्यापबाट चाहिँ म बाहिर निक्लिएँ अनि बस चढेँ अनि गएँ। त्यो दिन कति काममा ढिला भयो, यस्तो कुदेर गएँ धन्नै फर्काइदिनु। तिमी यो आएको कति महिनाको एक्सपिरियन्स हो, मतलब कति महिनामा ट्रेन चढेको 2-3 हप्ता पछिको कुरा हो। नयाँमै अहिले त अब अलि एक्सपिरियन्स भयो, कता के भन्ने बुझिन्छ नि त। लन्डन आएपछि कस्तो हुँदैछ? सो पहिला त मेरो सिम्पल नर्मल जस्तो ट्राभलिङ चलिरहेको छ त्यस्तै चल्यो बसमा 1-2 महिना। फर्स्ट टाइम मैले जब ट्रेन ट्राई गरेँ मेरो त ठिकै गयो, किनभने कि म अलिकति बुझेर गरिरहेको थिएँ। त्यस्तो खासै मलाई गाह्रो भएन, किनभने म पहिलादेखि ट्रेनमा अलिकति ट्राभलिङ गरेछु। तिमी इन्डियामा थियौ होइन? त्यही भएर म अलिअलि ट्रेनमा चढ्न आउँथ्यो। तर यहाँ आएपछि अलिकति हेरेँ बुझेँ, इस्ट बन्ड वेस्ट बन्ड यो अलिकति गाह्रो हुन्छ। तर अलिकति हेर्नुपर्छ सबैलाई कि के छ कस्तो छ, अनि बल्ल पो ट्रेनमा चढ्ने हो। त्यो गाह्रो चाहिँ त गाह्रै हो ट्रेनमा चढ्न, किनभने यहाँ धेरै लाइन्सहरू छन् जस्तै एलिजाबेथ, डिस्ट्रिक्ट, पिकेडेली। सबैभन्दा धेरै टर्मिनेट हुने भनेको एलिजाबेथ लाइन हो। त्यसको लागि तपाईँहरू आधी घन्टा अगाडि निस्किने केही हुन्न, किनभने घरबाट निस्किँदा अर्को टाइम देखाउँछ, त्यहाँ पुग्दा त 10 मिनट्स। सो अलिकति आफ्नो बचाउको लागि आधी घन्टा अगाडि निक्लिने केही हुन्न। इक्जाम्पल हाम्रो किशोर छन्, एक्ज्याक्ट टाइममा निस्किनु भएको थियो अनि पुग्नुभयो लिभरपुल स्ट्रिट। अनि अर्को कुरा आफ्नो ट्रेनमा सतर्क हुनु होला, किनभने यसको इक्जाम्पल छन् हाम्रो ईश्वर। र गाइज यति भन्ने चाहिँ हाम्रो भिडियो यहीँ समाप्त हुन्छ। आई होप हजुरहरूलाई चाहिँ यो भिडियो एकदमै इन्फर्मेटिभ र इन्टरटेनिङ लाग्यो। यस्तै राम्रो भिडियोहरू हेर्नु चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस् र साइडमा रहेको बेल आइकनलाई प्रेस गरेर छोडिदिनुहोस्, जसले गर्दाखेरि चाहिँ मेरो लेटेस्ट भिडियो जुन आउँछ त्यो चाहिँ हजुरको फिडमा छिटै नै आउनेछ। र मेरो भिडियोलाई लाइक शेयर सब्सक्राइब गरिदिनुहोस् गाइज, जसले चाहिँ मलाई एकदमै मोटिभेट फिल हुन्छ नयाँ भिडियोहरू बनाउनको लागि। र यस्तै यति भन्दै चाहिँ म मेरो भिडियो यहीँ समाप्त गर्छु। थ्याङ्क यू सो मच।